लु गाइस, मलाई चाहिँ यहाँ बस्न मन लाग्यो है। म यसरी नै बसिरहेको छु, टक्क एक्लै छु अनि एकदम धेरै चिसो हावा चलिरहेछ होइन। ए यो मान्छे एक्लै बसेर भन्नु होला, म चाहिँ एक्लै हिँड्न मन पराउने मान्छे है भने चाहिँ यता घरहरू बनाइरह है। पर्खेर आएको यत्रो महिना भइसक्यो, कहीँ चिनेको छैन। त्यही घरबाट बाहिर आयो, त्यही त्यही समुद्र 5 मिनट। ए शिव म जस्तो को हुनुहुन्छ प्लिज भन्नुहोस् न। काम र घर मात्रै गर्ने, काम र घर मात्रै। ओ भगवान्, युरोप युरोप भन्नुहुन्छ नि तपाईँहरूले। हेर्नुहोस्, युरोपमा चाहिँ यस्तो छ, एक्लै हिँड्ने, एक्लै काम गर्ने। अब एक्लै हिँडेन भने काम छैन। साथीभाइ भनेर हिँड्यो भने युरोपमा कहीँ पनि काम छ। युरोपमा मात्रै होइन, जुनै देशमा पनि एक्लै हिँड्नु सक्यो भने चाहिँ सक्यो, सकेन भने चाहिँ नो। किनभने सबै ठाउँमा यस्तो हुन्छ क्या, अब साथी साथी भइसकेपछि छुट्टिन नि गाह्रो हुन्छ नि त होइन। कुनै साथीहरू त त्यस्तै हुन्छ अनि सबै ठाउँमा सँगै काम पाइन्छ भन्ने हुँदैन। अनि एउटा ठाउँमा एउटालाई काम पायो भने अर्को ठाउँमा अर्कोलाई काम पाइन्छ, छुट्न सकिँदैन। अनि अब त्यो छुट्न सक्ने साथीहरू छ, अब सेल्फिस साथीहरू छ भने त ल ठिकै छ, छुट्न सकिन्छ है। म जान्छु तिमी बस भन्ने टाइपको हुन्छ होइन। अब छुट्नै नसक्ने साथीहरूलाई त गाह्रो हुन्छ। त्यही भएर चाहिँ एक्लै हिँड्न सिक्नुपर्छ। एक्लै हिँडिसकेपछि जहाँ काम भए पनि जानु पर्यो, फेरि जहाँ पायो त्यही भनेर चाहिँ काम छैन है। मान्छे कस्तो छ, कसको थ्रुबाट जान लाग्नु भएको त्यो पनि हेर्नुपर्छ हेर्नुपर्छ। म चाहिँ पोर्चुगल आएकोदेखि होइन, एउटै ठाउँमा बसिरहेको थिएँ। त्यही बसेर मम्मीहरूसँग कति राम्रो भइरहेको थियो। अनि म अहिले चाहिँ यहाँनिर फर्स्ट टाइम हो मैले यो खुट्टा चालेको चाहिँ। अर्को ठाउँमा काम गर्ने रेस्टुरेन्ट लाइनमा फर्स्ट टाइम हो मेरो होइन। त्यही पनि ठिकै छ, रमाइलो छ। कहिलेकाहीँ रिस उठ्छ है, यस्तै हो। कहिलेकाहीँ रिस उठ्छ, बच्चाहरू आइरहेछ ऊ परबाट। म चिसोमा बसिरहेको छु होइन, एकदम चिसो छ। मेरो प्यान्ट चिसै भइसक्यो होला, कलर लाग्छ क्यारे। कलर लाग्दो रहेछ, सायद मेरो प्यान्टमै कलर लागिसक्यो होला, केही छैन। कफी लिएर आउन मन लागेको थियो, मलाई मार्केट जानै अल्छी लाग्यो। मार्केट अलिकति गएर गएको भए ठ्याक्कै मार्केट भेट्थेँ। दिमाग माइन्ड हुन्छ नि मान्छेको, कहिलेकाहीँ दिमागले के सोध्छ, यति यति भएको काम पनि गर्न मन लाग्दैन मलाई पनि। त्यही यति भएको काम पनि गर्न मन लाग्दैन कहिलेकाहीँ। भनिहाल्यो नि, कहिलेकाहीँ बोलिरहेको मान्छेसँग नि बोल्न मन लाग्दैन। कसैले म बोलिरहेको छु, उसँग बोलिरहेको छु भने पनि कसैले क्वेसन गरिदियो नि किन बोल्नै मन लाग्दैन। तर किन हो मलाई पनि थाहा छैन। अनि एकछिनपछि रुममा जान्छु अनि सोध्छु, मलाई क्वेसन सोध्दैन किन नबोलेको, म के हुन्थ्यो र त्यसको एन्सर दिएको भए जस्तो लाग्छ होइन। तर म चाहिँ अरूसँग मात्र होइन, मेरो बुढासँग पनि त्यस्तै है। दुईचोटि तिनचोटि भन्दा सोध्यो भने एउटै क्वेसन, एउटै कुरा मलाई दुईचोटि तिनचोटि सोध्यो भने म रिसाउँछु। तपाईँहरू को हुनुहुन्छ यस्तो भन्नुहोस् न प्लिज प्लिज। अनि कसरी चेन्ज गर्ने यो बानीलाई। अझ अहिले त म धेरै बोल्छु, पहिला पहिला त म बोल्दैन थियो। बोल्नु भनिसकेपछि मलाई बिस पिउनु जत्तिकै हुन्थ्यो। तर म अहिले चाहिँ बोल्छु, बोल्नुपर्ने रहेछ, आफ्नो लागि भने बोल्नुपर्ने रहेछ भन्ने लाग्छ। बोलेन भने हेप्छ, अनि बोल्नु त पर्यो होइन। खुच्चेहरू के खेल्न आएछ, म पनि तिनीहरूसँग खेल्न जाऊँ। हो त परछाको भाइहरू मलाई पोर्चुगिज आउँदैन, नत्र म पोर्चुगिज आएको भए देऊ न है मलाई पनि बल। भाइ बहिनीहरू म पनि खेल्छु भन्थे। त्यही हो, तपाईँहरू को हुनुहुन्छ म जस्तै। मेरो पेन्टभरि चिसो लागिसक्यो। यो मोबाइललाई अहिले चाहिँ मजाले अथार्छ र यहाँ खुब गफ लाउनलाई भ्याएको छ। सिगान छ क्या म समुद्र बस्छु भनेको नि समुद्रले समुद्र नै बनाइदियो मलाई। कति धेरै हावा, म जस्तो मान्छे कसरी उडाउँछ। तर म अहिले मोटाएको छु है। सबैजनाले पातलो भयो नभन्नु होला, यति खान्छु आजभोलि म। मेरो भाइले जहिले मलाई तैँले चाहिँ खानै, हेर्नु न यहाँ मैले त्यो उयो खाएर आएको थिएँ क्या, के अरे लङ खाएर आएको थिएँ कि। लङले तातो हुन्छ नि त, त्यही खाएर आएको दाँतमा त्यसको उयो अटेको छ। माइन्ड नगर्नु होला, चल्छ नेपालमा भने होइन, चल्छ पोर्चुगलमा। यो मेरो दाँत हो, मेरो मुख हो भनेको छ अरे। त्यही हो। अनि तपाईँहरू एउटा कुरा चाहिँ, तपाईँहरू 25मा जे भयो 26मा के गर्नुहुने प्लान छ नि, के गर्नुहुन्छ प्लिज मलाई पनि सेयर गर्नु होला। म पनि यसो तपाईँहरूलाई फलो गर्छु। तपाईँहरू जस्तै बन्नु पऱ्यो क्या म पनि।
एक्लै बाँदर भन्छ सबले मलाई, अब एक्लै बाँदरै हो है। यो मान्छे त एक्लै कुरा गर्छ भन्नुहुन्छ होला। हजुर, म एक्लै कुरा गर्छु। त्यो भाइहरूले बल खेलिरह होइन, मलाई पनि खेल्नु मन लागिरह, तर म खेल्नु गएन र हेर्नु नि त्यो बालो बालो लागेको हत्तेरिका। हत्तेरिका यस्तो कालो मान्छेको अनुहारमा बालुवा नि नलाग्न नलाग्न। एउटा कुरा मलाई आज लास्टै टेन्सन भइसक्यो मेरो, यो बिग्रेको छ क्या, यो माइकको त्यो साउन्ड दिने के भन्छ मलाई थाहा छैन, बिचरामा जेरै छ बोल्नै आउँदैन। अब झुन्डिन्छौँ भने झुन्डिसक्यो, यो हातै दुख्यो, काम गर्नुपर्छ। 3-4 दिनको कामले मलाई त झन्डै माऱ्यो। तपाईँहरूलाई कसलाई कस्तो कस्तो भयो, तपाईँहरूको क्रिसमसमा काम कति धेरै भयो, काम गर्ने ठाउँमा यही कति धेरै काम भएको यो रेस्टुरेन्टमा भन्दै कसले कराउनु भयो। म चाहिँ कति धेरै कराई गर्थेँ। अनि मलाई कहिलेकाहीँ सोच्थेँ क्या मैले होइन, सबैको रेस्टुरेन्टमा यस्तै हुन्छ होला, अनि म चाहिँ किन कराएको होला। उनीहरूलाई पनि अब काम गर्छ होला, अनि अरू रेस्टुरेन्टहरूमा कति धेरै भएको यो रेस्टुरेन्टमा त काम भन्छ होला उनीहरूले नि भन्ने लाग्छ होइन। फेरि एकछिनमा रिस जान्छ, फेरि कराइ जान्छु होइन। फेरि यस्तो कुल दिमाग बनाउँछु एकछिन होइन, रिसाउनु हुँदैन भने यस्तो सोच्छु होइन, फेरि रिसाइ जान्छु। अनि अरूलाई सम्झिन्छु क्या, रिसो दिमाग एकछिन ठन्डा दिमाग राखेर सोच्छु सबैको हुन्छ नि, किन मेरो मात्रै हुने हो र। मेरो मात्रै हुने भए, मेरो मात्रै रेस्टुरेन्ट चल्ने भए त कति मेरो रेस्टुरेन्ट हाम्रो मात्र ठुलो हुन्थ्यो होला नि त भन्ने लाग्छ होइन। को छ यस्तो खुरापाती सोध्ने भने पछाडि म एकदम धेरै खुरापाती सोध्छु क्या, खुरापाती सोध्छु। अनि म काठहरू को हुनुहुन्छ है, यो कुरा चाहिँ एकदम धेरै होइन। मैले अहिलेसम्म कसैलाई भनेको तपाईँहरूलाई भनेको ल अहिले भने ल, यो निर्जीव वस्तुहरू हुन्छ नि, अनि कहिलेकाहीँ हामीले के गर्छौँ, भाग्छौँ कुट्छौँ, एक हुन्छ लात्तीले हान्छ, यस्तो गर्छौँ। यिनीहरू नै बोल्न सक्ने भए यिनीहरूले नि कति दुख्यो भन्थ्यो होला होइन, यस्तो त्यस्तो उनीहरूले नि कति धेरै कमेन्ट गर्थ्यो होला क्या, हामीलाई त्यस्तो गर्ने भन्थ्यो होला नि भनेर सोच्छु क्या मैले। तपाईँहरूले सोच्नुहुन्छ कि हुँदैन यस्तो, म जस्तो खुरापाती धेरै दिमाग नलाउनु है। अब जान्छु ल, बस्दा कुरा गरेँ, कति धेरै कुरा गर्नु तपाईँहरूसँग नि, जहिले कुरा गरेको अब एकछिनपछि काममा जाने बेला हुन्छ। 4 बजिसक्यो, 4 बजेर 11 मिनट नि गइसकेछ, आगो एकछिन जस्तो लाग्छ। अब एकछिनमा काम जानुपर्छ। नेपालतिर हुन्थ्यो नि त्यो बारीहरू खन्नु जाँदाखेरि, मैले ट्याक्कै उता फर्केर होइन के गर्दाखेरि काम भन्ने बित्तिकै सम्झेँ क्या। त्यो बारी खन्नु जान्थ्यो, घाँस काट्न जाने बेला अल्छीको काम कहिले जाला घाम भन्थ्यो। हाम्रो पनि त्यस्तै हुनु नि होइन, यहाँ पनि त्यस्तै भएको भए हुन्थ्यो नि। अल्छीको काम कहिले जाला घाम मात्र भएको भए हुन्थ्यो नि, के गर्नु, यहाँ त जानै पर्यो, टेबल पुस्नै पर्यो, भाँडा धस्काउनै पर्यो, टेबल पुस्न पर्यो, काँटा चम्चा प्लेट पुस्नै पर्यो। शिवौँ, कहिले सक्छ यो दुःख, कहिलेसम्म हो र यो दुःख। नगरौँ भने नआउने, गरौँ भने नआउने, गर्नै पर्यो, पानी पर्यो। अब सबैजनालाई म चाहिँ जान्छु ल भन्नु पर्यो, मेरो मोबाइल झिक्नुहोस् फर्स्टमा चाहिँ। अनि यहाँनिर अब यो लट्ठीले म भित्र राख्छु, यो लट्ठीले मलाई साह्रो रिस उठायो। हेर्नु यहाँ दिदीले, बिचरा दिदीले किनिदिनु भएको ब्याग, गिफ्ट दिनुभएको ब्याग, यसको नाम के हो प्लिज भनिदिनुहोस् त। भुत जस्तै, म पनि भुत जस्तै छु ल, रेखा गयो ल, मेरो चाकमा चाहिँ भयो ल। कस्तो पेन्ट, कति धेरै पेन्टमा बस्थे, पेन्ट रहेछ भुइँमा बसेको छैन, अनि त्यो पेन्टमा चिसो लाग्छ नि त, अब चिसो भुइँमा बस्दाको मेरो त्यस्तै लाग्छ, चिसो भयो। मान्छेले देख्नु सु गरेको जस्तै भएछ, तर मैले सु गरेको होइन ल, रेखा लु गयो ल, फेरि भेटौँला अर्को भिडियोमा। बाई बाई, चाउ। सी यू नेक्स्ट भिडियो, फेरि अर्को भिडियोमा भेटौँला, मिठो गफहरू गरौँला। बाई बाई।